साइडमा लेफ्ट साइडमा छ क्या घर चाहिँ म बसेको। अनि पहिला यता हुमुस भन्ने ठाउँमा नि हुमुसले बसेको थिएँ म। यहाँ फर्केर आउँदाखेरि चाहिँ यहाँ ड्राइभ गर्दाखेरि चाहिँ हुन्छ नि ठ्याक्कै मलाई ओल्ड बाइक्सहरू गाडीको घरमा यो यही घरमा ठ्याक्कै यही घरमा बस्थेँ। यति बस्थेँ त्यहाँ त अहिले अरू नै मान्छे आइसक्यो होला है। म यहीँ बस्थेँ पहिला एकताका बसेको यहाँनिर। गाडी चाहिँ कार पार्कमा राखिसक्यौँ होइन। त्यसपछि अब चाहिँ हामी चाहिँ ट्रेनको एक्सपिरियन्स लिनु भनेर नि ट्रेनमा जाने भनेर चाहिँ स्ट्राचपुरबाट चाहिँ हामी ट्रेनमा जान्छौँ। लगभग यहाँबाट चाहिँ धेरै होइन 20 to 30 मिनट्सको राइड हुन्छ ट्रेनमा। त्यहाँबाट चाहिँ हामी ओपेरामा पुग्छौँ है त। किन भन्दा उता एउटा कुरा चाहिँ पार्किङ पाउनु नि गाह्रो छ होइन। पार्किङको फी नि महँगो छ त्यहाँ। त्यही भएर चाहिँ बेटर ट्रेनमै जाँदाखेरि हुन्छ। अनि त्यही भएर चाहिँ हामी ट्रेनमा जान्छौँ। वान अफ द बेस्ट ट्रेन होला। किन भन्दाखेरि यो चाहिँ टुटेकोवाला हुन्छ अनि सिटहरू नि यताउति सार्ने हुन्छ यस्तो कति देखाएको ल अप एन्ड डाउन दुइटै साइड आहा यो ट्रेनमा पनि म 4 वर्षपछि बस्दैछु है। यस्तो आनन्द आइरहेको छ यो ट्रेनमा चाहिँ। ट्रेन आफ्नै घर फर्के जस्तो फिल भइरहेको छ मलाई चाहिँ। म चाहिँ ओपेरा हाउस पुग्छु। एउटा चाहिँ आइकनिक स्पट हो यो चाहिँ। म चाहिँ यहाँ पुगिसकेँ। अब चाहिँ त्यही गर्नु नजिक गएर हेर्दा यस्तो दामी देखेर यता घुमाउँदा चाहिँ मेन हाम्रो खाजा खाने ठाउँ चाहिँ यहीँ थियो है। त्यो यिनीहरूले चाहिँ जान्छ फ्यामिली वाट्सएपमै चाहिँ हाम्रो ओपेराको नजिकै ठाउँ मान्छेहरू आएको जानेर गएको छन् आउनेहरू आएको आइछन्। ओपेरामा ब्याक भएको छु होइन। यस्तो दामी भिउ देखेको छ नि होइन। आफै लब्याउनु सक्छ कि यस्तो दामी छ नि घाम। यस्तो मजाको लागेको छ है। यस्तो दामी देखेको छ। अनि यहाँ चाहिँ हार्बर ब्रिज होइन। यता देखाऊ अनि त्यसपछि त्यो चाहिँ ग्राउन्ड है। त्यहाँबाट भ्यू यस्तो दामी देख्छ त्यो माथिबाट चाहिँ। अनि यता चाहिँ यता प्रिजन छ कि एउटा यहाँनिर समुद्रको बिचमा प्रिजन छ कि यता एउटा माथि गएर चाहिँ माथिबाट चाहिँ भ्यू हेरौँ कस्तो देखिन्छ है त। चाहिँ भ्यू चाहिँ यस्तो दामी देखेको छ सँगै त्यो यता घुम्न आयो भने चाहिँ यहाँ टक्कै माथि एउटा केही छैन एउटा स्टेज छ होइन। त्यो माथि चढेर आयो चाहिँ यहाँ आएर हेर्दा चाहिँ फेरि दामी देखिन्छ। दुइटै एकैचोटि हेर्नु हुन्छ। अब हामी चाहिँ उतो समुद्रको छेउमा गएर हेरौँ है त। छेउमा त्यहाँ बस्नु सक्छ। त्यहाँदेखि बसेर हेरौँ त्यहाँबाट कस्तो भ्यू देखिन्छ है त। कस्तो दामी देखेको छ जति यो भित्र चाहिँ ओपेरा बस्छ। त्यही भएर नाम ओपेरा हाउस राखेको यो ठाउँ चाहिँ। भित्र ओपेरा बजाउँछन्। आज पनि फेरि एउटा इन्सिडेन्ट भयो। ट्याक्कै हामी घुम्जेल चाहिँ पानीले केही दिएन। मस्त घाम लाग्यो साथ दिएर मौसमले होइन। टक्कै भ्याउने बित्तिकै ट्याक्कै पानी परिदिएर क्या। मैले चाहिँ कहीँ सुनेको थिएँ क्या ल हुन्छ नि त्यही गरी हामी कतै जाने बेला चाहिँ पानी परिदियो भने चाहिँ त्यो ठाउँले चाहिँ तँलाई नजा त त्यहीँ बस भन्न खोज्यो अरे भन्ने सुनेको थिएँ मैले कतै। अब यो साँच हो कि झुटो चाहिँ थाहा छैन। तर हाम्रो मिस्टेक भयो चाहिँ आजको दिन चाहिँ एकदमै स्लो जस्तो भइरहेको छ। किनभने त्यसै धेरै ड्राइभ गर्नु परेको छैन। त्यही भएर आज बेसिकै ओपेरा आयौँ। हल्का पानी पऱ्यो अन्त बस्नु पुग्नु चाहिएको थियो। अनि हल्का भोक लागेको चाहिँ त्यही भएर म चाहिँ एउटा रेस्टुरेन्ट ओपेरा नि नजिकै एउटा रेस्टुरेन्टमा छु। त्यहाँबाट त्यो फुडहरू अर्डर गरिरहेको छु। त्यसपछि यहाँबाट खाइसकेपछि चाहिँ म आफ्नो घरतिर लाग्छु। हामी चाहिँ स्टे माउन्टेनको लागि जाँदैछौँ। चाहिँ साथीभाइहरू सबै मिलेर एउटा बहिनीलाई पिक गर्छौँ पहिला। अनि त्यसपछि चाहिँ हामी स्टे माउन्टेनतिर जान्छौँ है त।
कन्फर्म भयो तपाईँले त गर्नुभयो होला त समीरले त डन भनिदिएको थियो है होइन होला त यहाँ यो त ठुलो भिडियो हो त तर भ्युज चाहिँ दिइरहेको छु है म त बडो आशामा थिएँ त मैले सपोर्ट पाइरहेको छु एकदम कति 3-4 मैले पढाइसकेँ अहिले चाहिँ ल हामीले हाम्रो बहिनीलाई पनि पिकअप गरिसक्यौँ बहिनी केही भन्नु छ मलाई एकदम खुसी भयो च्यानललाई चाहिँ सबजनाले लाइक सब्सक्राइब अनि कमेन्ट गर्नु अनि सधैँ पुस्ट गर्नु मलाई त्यो है चाहिँ मेरो भिडियो भाइरल कति किलोमिटर छ अरे अब हामी अब 214 किलोमिटर 214 मात्र हो मात्र जाउँ अब 2 घन्टामा पुगिन्छ हामी ल ठिक छ हामी टाढा जाँदैछौँ ल अब हामी 2 घन्टामा क्यानबेरा ल्यान्ड क्यानबेरा झार्दिन्छ हामीलाई गाडीले कफी खान्छौँ कफी सफी खान्छौँ कफी खाने मन लागेको छ भन्छ ए आइसकेको छ त म चाहिँ दाइहरूको क्यामेरा साथी छ म क्यामेरा ल्याइन डोनालाई 6वटा फलोवर्स बढाएर सिक्ने अनमोल दाइ र अन्सा दिदी मैले त अन्नदाले त गराएको छ होला भने मैले गर्नु भनेर ए कफी खान जान लागिरहेको छु होइन अनि म यहाँ छु यहाँ म स्पेसल चाहिँ स्पेसल मान्छे किन भन्दाखेरि ऊ चाहिँ डाइरेक्ट घुम्नको लागि प्लेसमेन्ट प्लेसमेन्टबाट डाइरेक्ट आएको भनेर म त्यो प्लेसमेन्टबाट सिधा म आएको हेर्नु अल आउटफिट ल अगाडि हाम्रो दाइहरू बसिरहेको छन् त होइन सब अब हल्का कफीको चुस्की लिँदै यात्रा अगाडि बढाउने भन्दैछन् सबैजना अब गएर चाहिँ कफी सफी खान्छौँ त्यसपछि हामी चाहिँ अगाडि यात्रा बढाउँछौँ है त ल भ्लग आउँदैछ है ल के खुसी लाग्छ के छ त दाइ अब हामी चाहिँ यहाँ मलेकुमा छौँ ल अब मलेकुमा हल्का माछा साछा खाएर अगाडि जान्छौँ है त ल यात्रा सुरु गर्छौँ यो हट चक्लेटै हो हामीले चाहिँ हाम्रो कफी सफी लिइसकेको छौँ होइन कफी उता त्यो क्यापाचिनो मैले चाहिँ हट चक्लेट ल्याएको है ल अब हामी चाहिँ खाएर चाहिँ हाम्रो यात्रा अगाडि स्ट्रङ वोट स्ट्रङ वर्छ उता चाहिँ नर्मल वोट रे हट चक्लेट मिठो छ गुलियो गुलियो स्वाद आइरहेको छ एकदम यो बागलुङको हो र यो सिङ्गर ठ्याक्कै ठाउँकै हो भाइ गाउँ मेरो त गाउँ बाहिरकै हो ल फाइनल्ली अब हामी चाहिँ 2.5 आवर्सको राइडपछि चाहिँ क्यानबेरा ल्यान्ड भइसकेको छौँ होइन अब चाहिँ हामी क्यानबेरामा बसेर थोरै सरसामानहरू किनेर त्यसपछि हाम्रो फर्दर डेस्टिनेसनको लागि लाग्छौँ है गाइज यो राति कति बज्यो 10 बजेको छ है यस्तो सुनसान रातमा कोही छैन हामी सिर्फ अकेले तर मात्र गाडी देखिरहेको छु मैले ओन्ली क्याङ्गारू ओभर हियर हाम्रो साथी भनेको हाम्रो कङ्गारू छ अहिले हामी 3 जना बाघ पनि छौँ कङ्गारू मात्र होइन शेरहरू शेर बाटो देख्न सक्नुहुन्छ यताउता है केही छैन कहीँ सिर्फ सिधा रोड अनि हाम्रो गन्तव्य छ अनि छेउछाउमा कङ्गारू अगाडि उफ्रिरहेको छ कङ्गारू देख्न सक्नुहुन्छ कङ्गारू उफ्रेको देख्न सक्नुहुन्छ यहाँ साइडमा त्यस कहिले काहीँ सानी मतिर आँखातिर नदेखाउनु देखाउने बाटोतिर देखाऊ मतिर नदेखाऊ
ओइ 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 के हो वात्ता आउँछ गाडी। नाइद होला बेबी Happy birthday to अहिले चाहिँ रातिको 12:30 बज्यो होइन हामी चाहिँ अनि हाम्रो डेस्टिनेसनमा बल्ल पुग्यौँ लास्टै गाह्रो अफरोड बाटो थियो है लास्टै गाह्रो बाटो थियो अनि त्यही नि हामी है त हाम्रो एयरबिएनबी त छिर्यौँ होइन के हो छिर्यौँ त राम्रो छ त यो त चाहिँ हाम्रो लन्ड्री रुम र बाथरुम रहेछ दुईवटा बेड रहेछ है त ल यो अन्त पार है त दुईवटा बेडरुम रहेछ अनि त्यसपछि अरू के छ वो दामी छ त यो त रमाइलो होला जस्तो छ। भन्नाले यो ठाउँ चाहिँ एकदम बेस्ट भएको रहेछ र समय बधाई छ। यहाँ सम्पूर्णले यता पनि छ रुमहरू यसो चेक गर्दै गर्छ। मोर रुम हो यता पनि रुम रहेछ है त यता पनि दुईवटा बेड भएको रुम रहेछ यहाँ ठिक छ त हो यता नि यो चाहिँ डुनासुना ओढ्नको लागि ल अनि यो पनि एउटा मास्टर बेडरुम रहेछ है त यहाँ चाहिँ दुईटा उ छ दुईवटा सिङ्गल दुईवटा एउटा चाहिँ मास्टर रहेछ अनि सोफा यत्रो रहेछ जहाँ लडै हुने रहेछ किनभने यहाँ चाहिँ वार्म छ कि अन्त चाहिँ एसी छैन। आज त सुत्न त जहिले सुत्दैन हो नि अनि म्याचको लागि त्यहाँ हाम्रो व्यवस्था छ। यता के हो म बाजे त बेबिसा है केही भन्नु छ ल माइक टिभी नाच्छ हामी छौँ म चाहिँ अहिले आजको कस्तो लाग्छ राई कस्तो लाग्छ एकदमै बबाल भयो होइन फर्स्टली त तपाईँलाई एकदमै मनोरञ्जन ह्याप्पी बर्थडे होइन हाम्रो राइड चाहिँ एकदमै ओके थियो जुन कि दाइले ओभरअल लाइक 6 आवर ड्राइभ गरेर यस्तो पिसफुल ठाउँमा यस्तो ओर्थित भयो राइड होइन बबाल भयो तपाईँलाई कस्तो फिल भयो जनता जाँदा मलाई एकदम मजा आउँछ तर चाहिँ हुन्छ नि त्यो अगाडि त्यो बाटो घुमहरू घुमाउँदा चाहिँ कहाँ चलाएर जस्तो भइरहेको थियो होइन तर भोलिको प्लान चाहिँ म सबै दाइहरूमै डिपेन्ड हो मलाई जोड्न दाइहरूले जता लगिन्छ हामी भन्दै पहिले चाहिँ हाम्रो अरू अडियन्सहरूसँग जाऊँ पहिला हाम्रो सुजन दाइसँग जाउँ न त It's so. How was your experience? It was nice, good, रमाइलो भयो। कस्तो फिल भइरहेको अब एउटा नयाँ कुरा के सिक्नुभयो नयाँ कुरा सिक्न त त्यस्तै हो तर रमाइलो भयो। हाम्रो मास्टर कुक आज हाम्रो मास्टर एकदम रमाइलो भइरहेको पकाइरहेको खाइरहेको हुँदैछ ड्राइभ गर्छु कि नै त्यो त एकदम हुनै पऱ्यो नि भोलिको एक्सपेक्टेसन के राखेको छ तिमीले त्यो भोलि त खत्रै छ नि भने चाहिँ प्लानै खतरा छ भोलिको अनि अनुसार जान्छ होला हाम्रो जानै पऱ्यो नगरौँ हुन्छ यहाँ चाहिँ अनि अनि हाम्रो खानामा के छ त खानाको अहिले पाक्दैछ हेर्दै जाउँ नेक्स्ट अडियन्स त हाम्रो भर्खरै आउनुभएको न्यू मेम्बर्स होइन च्यानलमा एकदमै वेलकम छ तपाईँको एक्सपिरियन्स कस्तो थियो दाइलाई भनिदिनु त मेरो एक्सपिरियन्स चाहिँ भोलिबाट सुरु हुन्छ है लाइफहरू किन आज के भयो आज भन्नु आज त कस्तो लास्टै उस वाला रोड राति ड्राइभ ठिकै गरेको छ पाक्दै छ। एकदम लास्ट कट आजकै भोकाइयो नि। ल हाम्रो नेक्स्ट मेम्बर हाम्रो दाइ होइन अनमोल दाइसँग जाउँ अनमोल दाइ हाउ वाज योर एक्सपिरियन्स लङ ड्राइभ भयो सिधै कामबाट आयो अहिलेसम्म रमाइलो भइरहेको छ अनि तपाईँलाई भोलिको प्लान भोलिको त अब
स्ट्याक छ अब जोड्नु भएको प्लानमा हो फुल त्यो झनै म आउँदैन आएको गइरहेको सिधै मान्छे होला नि। अनप्लान ट्रिप भइरहेछ अब रमाइलो हुन्छ दाइ अनप्लान ट्रिप आर द बेस्ट है फेरि मेमोरीको लागि Okay, all good. Let's go. त्यही हो चाहिएको स्वीकृति Like, कस्तो feel भइरहेको छ? अनि तिमीलाई भोलि के कस्तो हुन्छ? कस्तो expectation राखेको छौ? I'm so excited for tomorrow. This is my first time actually seeing this movie. I'm really excited. All good. अब हाम्रो नेक्स्ट मेम्बर होइन बहिनीसँग अब चाहिँ एक्सपिरियन्स दाइहरूसँग अनि तिमीलाई भोलिको एक्सपेक्टेसन के कस्तो पुरै हिउँ परेर मिलाएर त All good. आफ्नो बिहान बनाउनु पर्छ त्यही हो Okay. अनि हाम्रो Birthday to you. Happy birthday. My name is हजुर दिदीलाई मैले खाइसकेँ आउनु जोडेर यो अनमोल दादा पुरै खानु यार तपाईँको लागि यो फोटो आएन अनमोल रहेछ समीर हाम्रो सेफले चाहिँ काटिरहेछ है यतिको चाहिँ चाहियो चाहियो Thank you for watching.